हेलो वेलकम टु माई युट्युब च्यानल। सबैजनाले कबीर बिटी भ्लगलाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नछुटाउनु होला। हुन त हामी जस्तो सानो अब युट्युबरहरूलाई चाहिँ खासै साथ सपोर्ट चाहिँ आउँदो रहन्छ भन्ने कुरो चाहिँ मैले बुझेको छु। तैपनि यो भ्लग हेर्ने जति सबैजनाले मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु चाहिँ नछुटाउनु होला। आजको कुरा चाहिँ के रहेको छ भन्दाखेरिमा आज चाहिँ होली छ हैन। हामी चाहिँ केही छिनमा होलीको लागि निस्किँदैछौँ। सबै कुराहरू चाहिँ मैले देखाउने छु। म चाहिँ अब ड्रेस चेन्ज गरेर म बिहानै म बाहिर घाम तापेर बसिरहेको छु। अब केटाहरू आयो भने अब म चाहिँ निस्किने हो। त्यो भएको कारणले गर्दाखेरि सबैजनाले चाहिँ माया गरिदिनु होला। अनि बाइक कुराहरू चाहिँ म तपाईँहरूलाई गएपछि भ्लगमा देखाउँछु। हस्, यात्रामा हिँडेको हामी सबैजना अब जाने हो। जाँदैछौँ हामी। अनि यसको बाटो ओहो बाइक बिग्रियो। त्यो छ हाम्रो बाइकले चाहिँ यो कलममा स्टार्ट हान्न बन्द हानेको छ। हो हाम्रो केटालाई आयो अन्त्यो हाम्रो अर्को जरा आउँदै हुनुहुन्छ। हाम्रो बोर्चर टु कल्याण कुपनी दहको यात्रा चाहिँ हाम्रो चाहिँ सुरु हुँदैछ। तर बट अब बाइकले चाहिँ बाटोमा धोका दिएको छ। बाइक बिग्रेको छ मेरो है। केडा कस्तो लागिरहेको छ त हाम्रो सल्यान कुपनी दहको यात्रा? ठिक छ हैन? एकदम राम्रो छ। के छ आज होली मनाइन्छ त कुपनी दहतिर गएर? अब होली मनाउने कुपनी दहतिर गएर के हो यार पछाडि फिरा फेर्ने त यसो नगरम। डाँडा काँडा वरपर झारझुर देख्न पाउँदाखेरि चाहिँ हैन यस्तो बबाल यस्तो आनन्द आउँछ कि मा कसम हैन स्वर्ग जस्तो लाग्छ क्या। ठिक छ नि त। अब हामी पनि अब आज सल्यान कुपनी दहको यात्रामा हिँडेका छौँ हैन। अब पक्कै पनि अब होली चाहिँ मनाउनु पर्छ हैन। झै झगडा गर्नु हुँदैन अनि दारूसारू खानु हुँदैन हैन। सबैजनालाई म चाहिँ बाँकी कुराहरू चाहिँ अलिक कुपनी दह गएर चाहिँ सबै कुरा चाहिँ मैले देखाउने नै छु। देखियो त यस्तो दामी ठाउँ, यति राम्रो ठाउँ, यस्तो मस्त ठाउँ के मा कसम हैन। सल्यानको कुपनी दहको ठाउँ नजिकै यो यस्तो दामी ठाउँ छ नि के अब कुनै साथ अब हाम्रो चाहिँ एकदिन आउँदै हुनुहुन्छ। त्यो भएर चाहिँ हामी यहाँनिर बसेको ठाउँ हेरौँ न पहिला हैन। ठाउँ यति दामी छ, यस्तो बवाल छ हैन। अब जाने हो एकछिनमा। हेर्नुहोस् न गाउँ भनेको गाउँ हजुर यति दामी छ, यति रमाइलो। कहिले आउनु भएको ठाउँमा यदि तपाईँलाई यदि सल्यानको कुपनी दह आउनु मन छ भने आउँदा हुन्छ क्या। यति दामी यति बवाल छ, यस्तो राम्रो ठाउँ छ हैन। हामी चाहिँ आज होलीको न्यू पाएर यसो पसलहरू बन्द थियो अनि त्यही भएर घुम्न आएको। के छ बाबु काले? ठिक छ के छ नि? अर्को काले भाइको ठिक छ नि? यो चाहिँ मेरो भाइहरू मेरो बाइकको पछाडि बस्ने। म चाहिँ पातलो भ्लगर, मोटो भ्लगर भन्नु मिल्दैन, पातलो छु नि त। अनि उहाँ चाहिँ अब राइडर सिराजन चुनारा होइन। अनि उहाँ चाहिँ यो उतापट्टिको चाहिँ मोटो होचो हुनुहुन्छ नि, उहाँ चाहिँ मिलन सुनचौरी। उहाँ चाहिँ एकदम राइडरमा एकदम नम्बर 1 अप्पलमा गनिन्छ। उहाँ चाहिँ टुटानी राइडर है यतापट्टिको त्यो जुन यो यहाँ चाहिँ यहाँ। तर यहाँको होइन यस्तो दामी। तपाईँ दाडी चाहिँ मन पऱ्यो क्या मलाई, यस्तो दामी छ नि। ठिक छ कस्तो छ यहाँ आउनु पाउँदाखेरि रमाइलो लागेको छ नि तपाईँ सबैजनालाई। अन्त हामीसँग आएको एकजना दाइ चाहिँ आउनु भएको छैन। उहाँको चाहिँ बाइकमा पक्कै पनि केही समस्या आएको होला, त्यही भएर चाहिँ हामी थोरै वेट गरिरहेको छौँ। अब बाइक कुराहरू चाहिँ म अगाडि गइसकेपछि जाने बाटो चाहिँ हाम्रो यही हो। हामी चाहिँ कुपनी दह जाने बाटो यही हो। हामी चाहिँ अब लगभग हाम्रो यो यताको बाटो छ नि, यो बाटो चाहिँ खलङ्गा जाने बाटो भइहाल्यो। अनि यताको यो जुन बाटो छ नि यताको यो बाटो चाहिँ कुपनी दह जाने बाटो है। अब मैले बाइक सर्भिस गरेको छैन क्या। बिहान फेरि हेरेन पनि, त्यही भएर पनि बाइकको कस्तो ब्रेकै लागिरहेको छैन। त्यही भएर बिस्तारै हेरेको छु। त जङ्गल देखान मुस्किल पार्दै खास ए जङ्गल ह्याप्पी होली बाटो हो। यो चाहिँ हामी चाहिँ कुपनी दहको प्रवेश गरेका छौँ। ओम नमः भगवान् रक्षा गर। कुपनी त देखाइदिए बाबु यो तालेर
दामी होइन तर केले बनायो है एउटा कुपिन्दा आइपुग्यो त ल ठिक छ ल खुसी लागेको छ अब चाहिँ जानुपर्छ नुहाउनुपर्छ होइन कुपिने द चाहिँ यही हो मैले भनेको थिएँ नि होइन देखाउँछु कुपिने द भनेर यही हो कुपिने द चाहिँ हामी चाहिँ धेरै लङ टुर होइन धेरै बाटो पनि कच्ची रहेछ बिचमा आइयो भनौँ लौ यहाँसम्मको यात्रा सफल रह्यो आइयो बिस्तारै आइयो ठिक छ कुपिने तालको मन्दिर हो होइन यतातिर यो पुरै अब बन्दैछ यहाँ यो चाहिँ बन्दैछ यहाँ सर्लक्क मन्दिर यो भइहाल्यो यो हामी आउने उताबाट आउने बाटो चाहिँ यो होइन अनि यो चाहिँ कुपिने ताल भइहाल्यो यो चाहिँ पुरै ताल हो होइन म त अलिक टाढै छु नि त टाढै छु अब टाढाबाट जुम हानेर गरेको भिडियो मैले उतै जाँदैछु त हेर्नु त आहा के हो टिकटक बनाउनु लाग्यो चरीहरूले ठिक छ ठिक छ ठिक छ हाम्रो बेङ्के दाइ पनि यही छ यो डाँडो त्यही त हो त हेर्नु त यहाँ ल आएको मान्छेहरूले चाहिँ यसरी चाहिँ यहाँ चाहिँ सुरापात गरिन्छ है चढेको हाम्रो टिम चाहिँ हाम्रो डुङ्गा चलाउने दाइहरू तर होली स्पेसल होली वाह वाह यो हो नि त होली होइन चाहिन्छ यतिको होली पनि होलीमा चाहिँ गीत चाहिँ यो है हेर्नु त ल गाडी बोकेर हिँडिरहेको क्या मान्छे होइन के हो राल चोइरहेको त के हो यस्तो नगरौँ न टोली हो अब के यस्तो रमाइलो छ नि डुङ्गा चढ्दै केटा हामी चाहिँ डुङ्गा चढेको केटा हो आइफोन हो हामी चाहिँ डुङ्गा चढेको है केटा हो डुङ्गा चढ्न पाइयो नि डर त लागेन नि डर लागेन मनलाई डर लागेको छ छैन पहिलेपटक त होइन नि आनन्द छ के छ अनि हाम्रो साथीहरू घर चाहिँ कहाँ पऱ्यो सल्यानमै पर्छ तपाईँहरू घुम्न आउनुभएको यहाँ ए चढिँदैछ होइन ठिक छ हामी पनि आउनु त म पहिला पनि आएको थिएँ म तर ढुङ्गा चढेको पहिला पनि चढ्नु त फेरि पनि अब फेरि चढाउँ त होइन अब हो हाम्रो केटा त डरले होइन पुरै पाहा यो केटा चढ्ने होइन पानी छ कि मजा आएन यार छैन के पानी आइसक्यो कुपिने तालमा साइले डुङ्गा चलल हो सम्झनामा तिम्रो हो तस्बिरै झलल होइन केटा एकदम आज होली पनि सँगसँगै आज डुङ्गामा चढ्न पाइयो नि त होइन ठिक छ के भयो ह्याप्पी होली साथीहरूसँग रमाउँदै हामी डुङ्गा चढिसकेका छौँ होइन तर यो कस्तो अरे होलीमा मेरो दिल बस्यो कान्छीको बुट्टे चोलीमा